हेलो गाइज, गुड मर्निङ है। आजको चिसो मौसम सर्लक्क लगाउनु सरर चिसो मौसम छ। आजको भिडियो सुरु गर्दैछु मैले चिसोमा साथसाथै। अब म साइकलमा घुम्न जाँदैछु। टोपीले घाम हुन्छ होला, अर्को पिकअप हालेर सरर निस्किँदैछु गाइज, यसो हेर्दैन होला है त। अब म बाटोमा निस्केपछि देखाउनेछु हजुरलाई। बिहानको चिसोमा सरर घुमिरहेको छु म पनि। बाटो चाहिँ पिच छ गाइज, तर नामको छ। एकचोटि पिच गऱ्यो भने छोडिदियो यो। दोबारा यसलाई चाहिँ मर्मत समार नगरेर होला यस्तो चाहिँ। क्यामेरामा त खासै देखिएको छैन होला। सबै ठाउँ त पिच छैन, कुनै कुनै ठाउँमा चाहिँ छ है। है बिहानको मौसम सरर रमाइलो हुन्छ साइकलमा हिँड्दा पनि। खुट्टाको फिजिकल भने यति रमाइलो छ। तर साइकल नचला भएर होला हल्का फुल्का श्वासमा त अलिकति यता हुने रहेछ। त्यति साह्रै अप्ठ्यारो पनि परेको छैन। ल बाँकी आज राम्रो बाटो आयो भने देखाउने छु अहिलेलाई। त्यो दृश्य हेरेर मैले तपाईँलाई सक्यो है। म चाहिँ अहिले पिच बाटोमा निस्किसकेको छु है। मेरो यात्रा चाहिँ साइकलमा सरर ट्याक खुट्टाको एक्सर्साइज गर्दै म चाहिँ अहिले पिच बाटोमा निस्किसकेको छु। सरर देख्न सक्नुहुन्छ। पिच बाटोमा आनन्द हुन्छ चलाउनुलाई। सरलक्क बिस्तारै पैदल हान्ने पनि जान्छ साइकल सरर आनन्द छ। केही देखिँदैन। त्यो पोलको बत्ती अलिअलि देखिन्छ। भर्खर सूर्य निस्किएको थियो, फेरि कता डुब्नु भएछ हाम्रो सूर्य भगवान, देखिनु भएन। ल हेर्नुहोस् है गाइस, यसो हेरेर प्रतिक्रिया दिनु होला। लाइक कमेन्ट यसो सब्सक्राइब पनि गरिदिनु होला च्यानललाई। कस्तो लाग्छ आज एउटा नयाँ भिडियो बनाएर अपलोड गर्ने जमर्को गरेको छु। म चाहिँ आज बिहानै देखिहाल्नु घुमिरहेको छु, आनन्द लिएको छु बिहानको मजा है गाइज। यो चाहिँ कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने एउटा एरिया हो। बिहान मर्निङ हिँड्न भने साइकलमा आज चाहिँ यसो ट्राई गरिरहेको छु मैले कस्तो हुने रहेछ भनेर। बिहान यहाँ बेलचा हान्दै हुनुहुन्छ दिदी बहिनीहरूले। यो चाहिँ चोक, कुन चोक होला पत्ता लगाउनुहोस्, कुन चोक हो।